धनराज सुनार एडभान्स एकाडेमी नीलो बेलमा तयारी अवस्थामा बस्ने धनराज सुनार नीलो बेलमा आरोन सिंहहरू रातो बेलमा आकातर्फ धनराज सुनार नीलो बेलमा आरोन सिंह भनेको त हाम्रो गुरु होइन यसमा हाम्रो छ त्यो निलो निलो हाम्रो हामीले 1 अङ्क पाएको छ कालीगाउँ इन्टरनगरले। ल अरुण सिंह बेस्ट अफ लक गुरु भयो च्याम्पियन 3 रन भइसक्यो ल पुनले पनि ल्याउँछ गोल्ड मेडल त्यो पुन भाइले पनि ल्याउँछ हाम्रो स्कुलको गोल्ड मेडल ल्याउँछ भविष्यमा भोलि कस्तो राम्रो खेलिरहेको अहिले पनि त्यहाँ जित्यो त्यही मात्र राम्रो छ के मिल्छ त ल्याएपछि के मिल्छ है रु 500 नगद क्यास मिल्छ अनि हामी टिचरले दिन्छौँ आफ्नो व्यक्तिगत तरिकाले छ नि धेरै इन्सेन्टिभ छ मान इज्जत त सबै छ पछिका गेम टिचर हुन्छन् हैन पछिका गेम टिचर हुन्छ नयाँ जेनेरेसन पैदा हुन्छ तपाईँ जस्तो हो त्यसपछि हामी प्रवेश गर्नेछौँ 45 किलोग्राम तौल समूह छात्रातर्फ गुन्जन देवकोटा कालिका मावि चनौरा रातो बेलमा गुन्जन देवकोटा रातो बेलमा गुन्जन फेरि कालिकाको हो सुपर टप सुलोचना चौधरी असबच मावि राजापुर सुलोचना चौधरी असबच मावि राजापुर नीलो बेलमा त्यसैगरी पूनम चौधरी गुन्जन बेस्ट अफ लक मंगलपुर पूनम चौधरी रातो बेलमा यो पनि काजल बिक ब्रान्ड ब्ल्याक बेल्ट मेरा मावि गोडियाला नीलो बेलमा एउटा गोल्ड हुन्छ त्यसैगरी सुजाता सुनार यो पनि ल्याउँछ नि जस्तो लागिरहेको मेरा मावि नयाँ गाउँ 7-8 गोल्ड रातो बेलमा पूजा सुनार जनचेतना मावि मंगलपुर नीलो बेलमा